हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी यहाँ बारी खन्दैछौँ अनि आलुको त भनेको त दुनिया संसार घुमाउँछौँ घुमाएको हैन, आलु खन्दैछौँ भनेको होला बारी खन्दैछौँ। ए आलु खन्दैछौँ गाइसहरू। अनि यहाँ चाहिँ एक बाल्टी हुनु आँटेको गाइसहरू। यी हेर्नु होला, एक मुनिदेखि यत्रो बाबाले चाहिँ आलु खन्दै आउनु हुँदैछ। अनि अब उता खन्नु भयो, आलु त्यहाँ उभिएर थपक्कै चाहिँ उ गर्न। अनि बाबाले यहाँ आलु खन्दै आउनु हुँदैछ। अनि यताको चाहिँ खन्नु बाँकी नै छ कि होला। अनि उता चाहिँ सागको बिउ छ गाइसहरू। अनि यता मम्मी हुनुहुन्छ। चुपा लागेर बस्नु न हौ। अनि उता खन्नुभयो बाबाले, बिस्तारी आलु खनिन्छ भनेर। अनि बाबाको चाहिँ भरे काम जाने ड्युटी हुन्छ। अनि यहाँ उतो के पो भन्छ, आलु भेटिनु भयो एउटा जति होला। खन्नुभयो अब पानीपुरी बनाउने आलु भयो। अम्बो खै छ त पानीपुरी। अनि धनियाहरू फुपूहरूकोमै छ त, हाम्रोमै छ त। अनि यहाँ बाबालाई हेर्नु सक्नुहुन्छ, एकारी हुन आँट्यो, डरम नछोड्ने तालको। अनि यहाँ कतिवटा आलु भेटाइसक्नु भयो गाइसहरू मेरो बाबाले चाहिँ। अनि यो म चाहिँ बाबालाई काम सघाउँदैछु। अनि बाबाले दुईटा आलु भेटाउनु भयो ठुल्ठुलो गाइसहरू। अनि यो बारी खनिसकेपछि अब हामी कहाँ चाहिँ खाना, बारी खनिसकेपछि। अनि यहाँ चाहिँ बाबा हुनुहुन्छ। बाबा 3 सेकेन्ड भइसक्यो हौ। 3 सेकेन्ड 16 अफ गरिदिनु। यो भ्लग कस्तो लाग्यो गाइसहरू, लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु। अनि बेल आइकन थिच्न नभुल्नु होला। त्यसको लागि बाई बाई।